ये या पचली भैरव्या खड्ग सिद्धि प्याख येले नि पेदलिपा क्यांगुदु कमिन फाइल गएको अखाया कोटपाती शुक्रबार व शनिबार तान्त्रिक खड्ग सिद्धि प्याख क्यांगुख या गथु समुदाय पाखे सञ्चालन ज्याचोङु पचली भैरव प्याखने कुमारी गणेशनाप चिन्य मध्य तदै शुक्रबार बनी प्याख सुरुयान्य एर्लो ढाका चुङु कन्या द्ययता तान्त्रिक पूजायना द्यय साधना यागु खप Nanti bicara. Bajra bare ki. Gue nangkap, maksudnya. Oh, siapa yang mau bicara dulu?
12 वर्षीय एउटा संस्कृतिको स्वरूप चाहिँ आज यहाँ चाहिँ पूजाआजाका साथ चाहिँ पाटन ढोकाको गणेश मन्दिरमा पछुली भैरव चाहिँ काठमाडौँबाट उहाँहरूको गुठी र उहाँहरूको जुन चाहिँ संस्कृति र विधि विधान अनुसार उहाँहरू आएर यहाँ पूजा गरेर गणेश धाममा पूजा गरेर त्यहाँबाट चाहिँ नाच सँगसँगै चाहिँ अखा भीमसेनसम्म चाहिँ पुगिन्छ। यसरी यो कार्यक्रमलाई चाहिँ हाम्रो पर्यटन उद्योग तथा पर्यटन समितिले यसलाई चाहिँ एकदम रिजेनेटको रूपमा यो जात्रा भात्रालाई पुनर्स्थापकको रूपमा चाहिँ अगाडि बढ्ने सँगसँगै आज चाहिँ यो कार्यक्रम हुँदैछ। यसमा चाहिँ हाम्रो ललितपुरको संस्कृतिमा सम्बन्धित सबै समूहहरू जस्तो कि यहाँको टोल समूह र हाम्रो महानगरको पर्यटन समितिका सम्पूर्ण सदस्यहरू र दरबार हेरचाह र गुठीगाठी सबै चाहिँ हाम्रो लाइन एजेन्सीहरू समेतले चाहिँ यसलाई चाहिँ हाम्रो यो जुन पछुली भैरवको जुन आउने गुठियारहरू र उहाँहरूको जुन चाहिँ संस्कृतिलाई सम्हाल्दै आउनुभएका उहाँहरूलाई यहाँ हाम्रो महानगरपालिकाले यहाँ चाहिँ स्वागत सँगसँगै व्यवस्थापन गरी अगाडि बढाउने कार्यक्रम भइरहेको जानकारी गराउँदैछ। अनलिपा द्यत नागबहाल मंगजिया हखाया कोट पार्टी थेना प्याख क्योंको खा शुक्रबार बनी भैरव प्याखाले से मेमेको प्याखा क्योंको खास अथे शनिबार न निश्चय प्याखा क्योंको खा
यो चाहिँ नि कस्तो हुन्छ भने यो तपाईँको चाहिँ यहाँ चाहिँ नआएको चाहिँ झन्डै 24 वर्ष भइसक्यो। 24 वर्षपछि हामी आएको भयो होइन। अब यो पहिला चाहिँ यहाँ यो जति पनि यो बाहिर आउँछ देश यो परिक्रमा भन्छ यसलाई। यो चाहिँ नि परदेश यात्रा भनेर जुन आउँछ यो चाहिँ नि तपाईँको चाहिँ नि अब जहाँ गयो पहिला चाहिँ नि कस्तो हुन्छ भने टोलको नाइके भनेर ट्वा नायो अनि अब देशको नाइके भनेर डे नायो भनेर हुन्थ्यो। उहाँहरूसँग समन्वय गरेर आउने गर्थ्यो पहिला। तर अब अहिलेको सिचुएसनमा कसरी उहाँहरूको चाहिँ विस्थापित भइसकेको छ। त्यसले गर्दा चाहिँ यो 24 वर्ष रोकिसक्यो। अनि अहिले यो वर्ष चाहिँ हामीले चाहिँ नगरपालिकासँग समन्वय गरेर नगरपालिकाबाट चाहिँ बजेट विनियोज गराएर हामीले चाहिँ यसपालि चाहिँ यो नगरपालिकाको पूर्ण सहयोगमा हामी चाहिँ यहाँ नाच ल्याउँदैछौँ यसपालि 24 वर्षपछि। अनि आजको कार्यक्रममा चाहिँ तपाईँको के हुन्छ भने अब हामीले चाहिँ अब यो अघि चाहिँ यो पाटन ढोकामा प्रवेश गरिसकेपछि त्यहाँ चाहिँ हाम्रो चाहिँ अब गर्नुपर्ने सबै विधि पुर्याएर पूजा गरिसकेपछि त्यहाँबाट देवगणहरूले मुकुट सुकुट ल्याएर त्यहाँबाट निस्किसकेपछि अब हामी यहाँ पुग्यौँ अहिले। अब हाम्रो चाहिँ लगभग 7:30 देखि हाम्रो चाहिँ भैरव नाच सुरु हुन्छ। अब आज हाम्रो चाहिँ भैरवसँगै गण नाच पुरै सामूहिक नाच र एकल नाच चाहिँ हाम्रो अहिले हुन्छ। झन्डै 1 घन्टा जतिको चाहिँ त्यो प्रोग्रामपछि अनि भैरवको एकल नाच सकिसकेपछि हामी चाहिँ पूजा कार्यक्रम हुन्छ। पूजामा चाहिँ हाम्रो चाहिँ अब झन्डै 2 घन्टाको जति पूजा लाग्छ। तपाईँको चाहिँ भैरवबाट पूजा हुन्छ। त्यसपछि आएर चाहिँ यहाँ बलि दिने कार्यक्रम हुन्छ। बलिपछि चाहिँ यहाँ प्रसाद ग्रहण हुन्छ। देवगणहरूबाट प्रसाद वितरण गराउँछ। त्यसपछि पात्र दिएपछि लास्टमा चाहिँ अब यो प्रसाद ग्रहण र यो के अजिमाले चाहिँ पात्र ढिसिकेपछि आजको चाहिँ नि कार्यक्रम सकिन्छ। अनि त्यसपछि आएर चाहिँ आजको पुरा कार्यक्रम यो अजिमाले पात्र दिएपछि सकिएपछि भोलि हाम्रो कार्यक्रम सुरु। भोलि बिहान 9 बजेदेखि गणेशदेखि सुरु हुन्छ। गणेशको एकल नाच, त्यसपछि आएर चाहिँ ब्रह्मायनी, रुद्रायनी, कुमारी, नारायणी, बाराही, त्यसपछि हाम्रो चाहिँ सिङ्गिनी र बेङ्गीको यो तसिम प्याखा भनेर सिङ्गिनी बेङ्गी नाच सकिसकेपछि हाम्रो भोलि पनि विधिवत रूपमा त्यही भैरव डाँडा पूजा ग्रहण गरेर चाहिँ पूजा सुरु हुन्छ। त्यो पूजा सकिएपछि लास्टमा हाम्रो चाहिँ अजिमाको नाच नाचिसकेपछि सम्पूर्ण कार्यक्रम हाम्रो चाहिँ समाप्त हुन्छ यहाँबाट। हामी भोलि अजिमाको नाचपछि हामी यहाँबाट चाहिँ फर्किने गर्छौँ। जिन्नी दया पचली भैरविया प्याख मरुत्वा हनुमान ढोका लग पचली वंग असो लिसे जल खोप साखु गोकर्ण चाङ्गु याना यङ्कान केनिगु चलन्दु तत्कालीन इले जुजुवा द्यदथि खड्ग हिलिगु थो तान्त्रिक प्याख जिन्नी दयछक केनिगु ख
श्री पचली भैरव तथा भद्रकाली लुम्बदी अजिमाको 12 वर्षे खड्गसित्री जात्रा अन्तर्गत आज पहिलो दिन चाहिँ उहाँलाई हामीले लगभग उहाँहरू 4 बजे आइपुग्नुभयो र 1-1.5 घण्टा उहाँ चाहिँ हाम्रो पाटन ढोका गणेशमा विशेष पूजा पश्चात हामी चाहिँ विभिन्न बाजा गाजासहित ढा बाजा ढिमे बाजासहित र काठमाडौँको बाजासहित उहाँलाई चाहिँ अशोक हल नकबैल खाछे क्वाल्खु पटको भीमसेन मन्दिर यल दरबार स्क्वायर र मङ्गलजार हुँदै उहाँलाई कोट पार्टी हका भीमसेन अगाडि लगेको थियौँ र त्यहाँ केही आएको पश्चात उहाँहरूको चाहिँ भिडियो रूपमा भैरवको एकल नृत्य तथा सामूहिक नृत्य भयो र बिचमा हाम्रो मेयर साहब ललितपुर महानगरपालिका मेयर साहबले उहाँ विशेष पूजा प्रसाद अहिले पूजा भइरहेछ र यो आजको पूजा निरन्तर 11:30 चल्नेछ र भोलि बिहान 9:30 बजे गणेशको पूजासहित उहाँहरूको अर्को सेसन सुरु हुनेछ र दिउँसो 4:30 बजे विशेष पूजा पश्चात चाहिँ अर्को फेरि नृत्य सुरु हुनेछ र बेलुका 7 बजे अजिमाको नृत्य र अरू नृत्य सायद चाहिँ यो समापन हुनेछ र समापन पश्चात उहाँहरूले चाहिँ हामी बिदाईबाट उहाँहरू फर्किनुहुनेछ र यो जात्रा चाहिँ 24 वर्षपछि चाहिँ यो पाटनमा आएको हो। यो खास चाहिँ 12 वर्षमा हुने र अहिले पाटनमा रोकेको 24 वर्ष भयो। यो 24 वर्षपछि आएको जात्रा हो। त्यही भएर चाहिँ यसमा चाहिँ हाम्रो ललितपुर महानगरपालिकाले उहाँलाई विशेष सहयोगले चाहिँ यो हाम्रो जात्रा सञ्चालन भइरहेको छ। योभन्दा पहिला हाम्रो नरदेवी जात्रा 12 वर्ष जात्रा यसै गरी खोकनाको सिकाली जात्रा पनि भइरहेको छन् र यस्ता जात्राहरू पहिले बन्द भइरहेका जात्राहरूलाई हाम्रो यो ललितपुर महानगरपालिकाबाट चाहिँ समन्वयमा चाहिँ उहाँहरू अहिले चाहिँ रिभाइभ भइरहेछन्। यो समिति उद्योग पर्यटन तथा सांस्कृतिक समितिको प्रमुख उद्देश्य नै यस्ता लोप भइरहेका जात्रा र बन्द भएका जात्रा पर्वहरू चाहिँ यो सञ्चालन गर्ने यो पनि एउटा हो। मोहनिया चालखुनु टेकुया पचली भैरव देगल सुरुजुगु प्याख 2081 सालया मोहनिया अष्टमी खुनु कोचै पञ्चलिङ्गेश्वर पञ्चमुखी लिङ्गेश्वर व स्वच्छन्द भैरव्या नामन प्रसिद्ध पचली भैरव्या जात्रा हनिको परम्परा नेपाल सम्बन्ध न्यास व न्यादे जुजुचुम शिवसिंह मल्ल न्याका दिगुरका इतिहासे नेथरा तगुदु
Cara cái bèo gì mà là cái bèo. Yeah.